हृदयभित्र तिर्सना रामको छ सम्झना हृदयभित्र तिर्सना रामको छ सम्झना रामको छ सम्झना रामकै छ सम्झना रामको छ सम्झना रामकै छ सम्झना हृदयदेखि बिन्ती छ यो मेरो हृदयदेखि बिन्ती छ यो मेरो शरण पढेर दस औला छोडेर शरण पढेर दस औला छोडेर राम मेरो दिलमा हर घडी बसेको राम मेरो दिलमा हर घडी बसेको पसंद गरेर नजाऊ भई छोडेर पसंद गरेर नजाऊ भई छोडेर पसंद गरेर नजाऊ भई छोडेर राम मेरो दिलमा हर घडी बसेको। बोले रामचंद्र भगवान की पुष्पा दीदी को बोले नि अब नबोल्नु हेऱ्यो भन्नु ल मलाई नबोल्नु ल अब म त्यति ल बोल्नु नि ल जय माता दी। श्री रामचंद्र भगवान की हजुर आज रामचरित अन्तिम रामनवमी को पावन अवसरमा रामनवमीको हनुमान चालिसा पाठ गर्नुहुने हजुरहरू तर हजुरले भन्नुपर्छ अनि मात्र हनुमान चालिसा हजुरले भन्नुभयो भनेदेखि मात्र हनुमान चालिसा पाठ हुन्छ नत्र भनेदेखि चाहिँ अब यताको कार्य मोटामोटी कथा प्रसङ्ग भन्ने कुराहरू यता हवनको कार्यहरू चलिरहेको छ 10जना गएर हवनको कार्यलाई चाहिँ